हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल फोर फिङ्गर्स। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। र आज म तपाईहरुलाई दिन जाँदैछु केहेर लिम्बुको डोको बुन्ने निगालो चोयाले भन्ने गीतको गिटार लेसन। र यो गीतमा कुन कुन कर्ड्सहरु युज भएको छ र यसको स्ट्रमिङ प्याटर्न के छ त्यो म तपाईहरुलाई सिकाइदिन चाहदैछु। आउनुस् ढिला नगरी सुरु गरौँ आजको यो नयाँ भिडियो। ओके, दिस इज टेक 3। ब्याकग्राउन्ड नोइजले गर्दाखेरि ओभरटेक भइरहेछ आज। र यो गीतमा युज भएको कर्ड्सहरु हेरौँ। यो कर्ड्सहरु चाहिँ यस्तो छ: जी, शेड 9, डी र ए माइनर। यति कर्ड्सहरु छ र यसमा युज भएको स्ट्रमिङ प्याटर्न चाहिँ मादल बिट छ। यो चाहिँ कसरी बजाउँछ भने यस्तो हुन्छ र यसलाई स्लोमा देखाइदिन्छु म। Down up slap, down up slap, down up. यस्तो हुन्छ यो चाहिँ मादल बिट। र यो गीत सुरु हुन्छ कसरी भन्दाखेरि सबैभन्दा सुरुमा छ भेट नै छाडे हजुर बर पिपल छाया भनेर यस्तो हुन्छ। भेट नै छाडे हजुर बर पिपल छाया, पहिले त लेखिन्थ्यो रे चिठीमा माया, डोको बुन्ने निगालो चोयाले। यसरी हुन्छ। र यो लाइन चाहिँ कसरी जान्छ भने भेट नै छाडे हजुर बर पिपल छाया, पहिले त लेखिन्थ्यो रे चिठीमा माया। दुईचोटि जान्छ यो लाइन हैन, दुईचोटि जान्छ। अनि त्यसपछि डोको बुन्ने निगालो चोयाले, ज्यानै खायो त्यो तिम्रो मायाले। एकदम फोकस गर्नु है यहाँनेरि चेन्ज कसरी भइरहेछ। डोको बुन्ने निगालो चोयाले, ज्यानै खायो त्यो तिम्रो मायाले। देख्नुभयो नि सुरुमा चाहिँ डोको बुन्ने निगालो चोयाले भनेर एकछिनपछि बज्छ। अनि सेकेन्ड राउन्डमा चाहिँ डोको बुन्ने निगालो चोयाले बज्यो। र यसमा अर्को छ ज्यानै खायो त्यो तिम्रो मायाले, ज्यानै खायो त्यो तिम्रो मायाले भन्ने छ। ज्यानै खायो त्यो तिम्रो मायाले यहाँनिर जान्छ है यसरी, ज्यानै खायो त्यो तिम्रो मायाले। अनि त्यसपछि अर्को लाइन छ साथी सङ्गी सबै छुटे कहाँ गए खै। यो चाहिँ रिदममै जान्छ। साथी सङ्गी सबै छुटे कहाँ गए खै। भोइस चाहिँ हल्का ल्याग भइरहेको होला, त्यसको लागि चाहिँ सरी। त्यसपछि साइलीको त्यो बोलीमा अल्झियो सम्झना भए बिलाइ गए रमाइला ती पल। यसरी जान्छ। साइलीको त्यो बोलीमा अल्झियो सम्झना भए बिलाइ गए रमाइला ती पल। त्यसपछि अर्को लाइन छ छोटो जीवन सँगसँगै हाँसौला। हाँसौलामा फेरि स्ट्रमिङ। छोटो जीवन सँगसँगै हाँसौला, नलाउ पिरिम छोडेर जाने भा। यो छ छोटो जीवन सँगसँगै हाँसौला, नलाउ पिरिम छोडेर जाने भा। आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। र यति भन्दै आजको यो भिडियो यति नै। टाटा बाई बाई। हामी भेट्नेछौँ फेरि अर्को नयाँ भिडियोमा।